सोच्नुस् त, सेप्टेम्बर 10, 2001 एउटा भयानक राष्ट्रिय त्रासदी हुनुभन्दा ठिक अघिल्लो रात एकजना युवा डाक्टर स्नेहा फिलिप न्युयोर्क शहरको भिडमा अचानक हराउँछिन्। के उनी इतिहासकै सबैभन्दा अध्यारो दिनको एउटा शिकार थिइन्, वा त्यो अस्तव्यस्तता नै उनको लागि आफ्नो जीवनबाट भाग्ने एउटा मौका थियो? यो एउटा यस्तो रहस्य हो जसले आज पनि सबैलाई सोच्न बाध्य बनाउँछ। अब यो कुराले त झनै रहस्य थप्छ। वर्षौंपछि एउटा पोस्टकार्ड भेटियो जसमा लेखिएको थियो, 9-11 भन्दा पहिले मलाई चिन्ने सबैलाई लाग्छ कि म मरिसके। यो केसमा एउटा चिसो र डरलाग्दो तह थपियो। के यो साँच्चै स्नेहाले पठाएकी थिइन्, वा यो केवल कसैको क्रूर मजाक थियो? सुरुदेखि नै स्नेहाको कथामा दुईवटा पाटा छन्, एकदमै फरक। एकातिर उनी एक हिरो हुन सक्छिन् जो 9-11को त्यो भयानक दिनमा अरूलाई बचाउन दौडिएकी थिइन्, र अर्कोतिर उनी एक भगौडा पनि हुन सक्छिन् जसले आफ्नो समस्याग्रस्त जीवनबाट भाग्नको लागि त्यो दिनलाई एउटा बहाना बनाइन्। वास्तवमा सत्य के होला? ल, अब यो रहस्यको जडसम्म पुग्नको लागि सुरु गरौँ तथ्यहरूबाट। स्नेहा फिलिपले आफ्नो जीवनको अन्तिम दिनहरूमा के गरेकी थिइन् त? हेरौँ है त। यो टाइमलाइन हेर्दा स्नेहाको अन्तिम दिनको एउटा चित्र देखिन्छ। बिहान श्रीमान काममा गए, दिनभरि आमासँग कुराकानी अनि साँझमा किनेमेल। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा के छ भने उनले आफ्नी आमासँग वर्ल्ड ट्रेड सेन्टरको विन्डोज अन द वर्ल्ड रेस्टुरेन्टमा जाने योजनाबारे पनि कुरा गरेकी थिइन्। यो नै हामीलाई थाहा भएको उनको अन्तिम गतिविधिहरूको सूची हो। अब उनको किनमेलको सूची हेरौँ। अधोवस्त्र, बेडसिट, जुत्ताहरू। एक हिसाबले यो सामान्य किनमेल जस्तो लाग्न सक्छ, तर के यिनले उनको मनस्थितिबारे केही सङ्केत गर्छन्? के उनी आफ्नो घर सजाउँदै थिइन् वा अरू नै कुनै कुराको तयारीमा थिइन्? र ठ्याक्कै यही नै हो जहाँबाट तथ्यको बाटो सकिन्छ र रहस्यको गल्ली सुरु हुन्छ। त्यो किनमेलपछि स्नेहा फिलिपलाई कसैले पनि देखेको छैन। उनी कहाँ गइन् भन्ने प्रश्नको जवाफ आजसम्म कसैसँग छैन। अब जब उनको खोजी सुरु भयो, भेटिएका सुरागहरूले त यो मामिलालाई झनै रहस्यमय र जटिल बनाइदियो। कल्पना गर्नुस् त त्यो दृश्य। सेप्टेम्बर 12 को बिहान रोन आफ्नो अपार्टमेन्टमा पस्छन् र त्यहाँ के देख्छन्? पुरै कोठा खाली छ र ढलेका टावरहरूबाट आएको धुलोले सबै कुरा ढाकेको छ। यसको एउटै मतलब थियो, स्नेहा टावरहरू ढलेपछि घर आएकी थिइनन्। र त्यसपछि एउटा अनौठो कुरा बाहिर आयो, एउटा फोन कल जुन बिहानको 4 बजे गरिएको थियो। यो एकदमै अनौठो छ, होइन त? ल हेर्नुस्, सेप्टेम्बर 11 को बिहान 4 बजे उनीहरूकै अपार्टमेन्टको ल्यान्डलाइनबाट रोनको मोबाइलमा फोन जान्छ। तर रोन त घरमै सुतिरहेका थिए। त्यसो भए फोन कसले गर्यो? के स्नेहा घर आएकी थिइन्? र आएकी थिइन् भने उनलाई नउठाइकिन फोन गरिन्? यो सुरागले धेरै प्रश्नहरू खडा गर्छ। अब आउँछ यो केसको सायद सबैभन्दा महत्त्वपूर्ण र विवादास्पद प्रमाण। सेप्टेम्बर 11 को बिहान 8:43 पहिलो प्लेन टावरमा ठोकिनुभन्दा ठिक 3 मिनेट अगाडि स्नेहासँग मिल्दोजुल्दो अनुहार भएकी एक महिला उनको बिल्डिङको लबीमा देखिन्छन्। उनी लिफ्ट कुरे जस्तो गर्छिन्, तर एक्कासी फर्केर बाहिर जान्छन्। किन? यहाँ कुरा अलि बाजिन्छ। न्युयोर्क पुलिस डिपार्टमेन्ट NYPDले त भन्यो यो महिला स्नेहा नै हो, तर उनका श्रीमान रन, जसले उनलाई सबैभन्दा राम्ररी चिन्थे, उनी कहिले पनि ढुक्क हुन सकेनन्। यसले गर्दा यो महत्त्वपूर्ण प्रमाणमाथि नै प्रश्न उठ्छ। यो सबै प्रमाणले हामीलाई दुईवटा मुख्य सिद्धान्ततर्फ दोहोऱ्याउँछ। के स्नेहा एक नायिका थिइन् वा एक भगौडा? न, यहाँ दुईवटा बिल्कुलै फरक कथाहरू छन्। पहिलो कथा, उनी एक डाक्टर थिइन् र त्यो भयानक दिनमा मान्छे बचाउन ग्राउन्ड जिरो पुगिन्। उनको परिवार पनि यही मान्छ। तर दोस्रो कथा, उनको जीवनमा समस्या थियो, जागिरबाट निकालिएकी थिइन् र सायद उनी यो सबैबाट भाग्न चाहन्थिन्। पुलिसको शङ्का यतैतिर थियो। दुवैतर्फ तर्कहरू बलिया छन्। परिवारको हिरोवाली कथालाई एउटा कुराले झनै बल दियो। स्नेहाका भाइले मिडियाको ध्यान तान्नको लागि एउटा झुट बोले कि स्नेहाले वर्ल्ड ट्रेड सेन्टरबाट उनलाई फोन गरेकी थिइन्। उनको मनसाय राम्रो थियो होला, तर यसले गर्दा पुलिसको अनुसन्धान एउटै दिशामा, ग्राउन्ड जिरोमा मात्र केन्द्रित भयो र अरू सम्भावनाहरू ओझेलमा परे। पर पुलिसले देखेको चित्र एकदमै फरक थियो। उनीहरूको अनुसार स्नेहाको जीवन उथलपुथल थियो। हेर्नुस् न, मेडिकल रेसिडेन्सीबाट निकालिएको, सहकर्मीसँगको विवादले गर्दा पक्राउ परेको, अनि बेपत्ता हुनुभन्दा ठिक अघिल्लो दिन श्रीमानसँग झगडा।
यी सबै कुराले उनी भाग्न चाहेको हुन सक्ने सङ्केत गर्छ। तर परिवारले यो कुरालाई ठाडै अस्वीकार गर्यो। उनीहरूले भने यो सबै गलत हो, स्नेहाको चरित्र हत्या गर्न खोजिँदैछ। उनीहरूको तर्क के थियो भने स्नेहाले गलत कामको बारेमा रिपोर्ट गरेकीले उनलाई जागिरबाट निकालिएको थियो र उनी जातीय विभेदको पनि शिकार भएकी थिइन्। अब सत्य के हो त? अब यति धेरै प्रश्नहरू बीच यो केसको आधिकारिक रूपमा अन्त्य कसरी भयो त? हेरौं। लामो कानुनी लडाईपछि जनवरी 31, 2008मा अदालतले एउटा फैसला सुनायो। स्नेहा एन्ड फिलिपलाई आधिकारिक रूपमा 9/11को पीडितहरूको सूचीमा समावेश गरियो। तर के यो फैसलाले सबै रहस्य समाधान गर्यो त? यो निर्णय दिनको लागि न्यायाधीशले एउटा सिद्धान्त प्रयोग गरे जसलाई ओकम्स रेजर भनिन्छ। यसको मतलब सबैभन्दा सरल जवाफ नै प्राय सही हुन्छ। न्यायाधीशको लागि स्नेहाले भाग्ने योजना बनाउनु वा अरू कुनै अपराधको शिकार हुनुभन्दा उनी 9/11को घटनामा पर्नु नै सबैभन्दा सोझो र सम्भावित कुरा थियो। तर अदालतको फैसलाले पनि त्यो रहस्यमय पोस्टकार्डको कुरालाई मेटाउन सक्दैन। 9/11 भन्दा पहिले मलाई चिन्ने सबैलाई लाग्छ कि म मरिसके। के यो साँच्चै एउटा संयोग मात्र थियो वा कतै स्नेहाले हामीलाई केही भन्न खोजिरहेकी थिइन्? त्यसो भए अन्त्यमा के भन्न सकिन्छ? अदालतले त आफ्नो फैसला सुनायो, तर यो रहस्य अझै पनि जीवित छ। नायिका, भगौडा वा केवल गलत समयमा गलत ठाउँमा परेकी एक पीडित? प्रमाणहरूले हरेक कथालाई बल दिन्छ। अब प्रश्न यो छ कि स्नेहा फिलिपलाई साँच्चै के भयो होला? यसको जवाब सायद हामीले कहिल्यै पाउने छैनौं।